सबैजनालाई नमस्ते र आजको भिडियो चाहिँ अलि हिजो चाहिँ कभर गर्न पाइएको थिएन। यही हो, एकदमै लामो भिडियो भयो। सो एकदमै लामो भिडियो नि के हाल्नु भनेर चाहिँ मैले यो कभर गरेको थिएन है त। सो आजको भिडियो चाहिँ अलि फरक छ। नन फाइनेन्स ब्याकग्राउन्डमा हुनुभएका सबै सबैहरूले यो सेयर मार्केटमा बुझ्न सकिन्छ भनेर नि एउटा मैले आजको टपिक त्यही छ। सो आज चाहिँ यसो सुरु गरौँ है त। सो यो नन फाइनेन्स ब्याकग्राउन्डका मानिसहरूले सेयर मार्केटमा सफल गर्न सक्छन् त। म पनि एउटा नन फाइनेन्स ब्याकग्राउन्डकै मान्छे हो। म चाहिँ इन्जिनियरिङ पढेको मान्छे हो र मैले गर्न सक्छु भने अरू हजुरहरूले पनि गर्न सक्नुहुन्छ। सो नन फाइनेन्स ब्याकग्राउन्डका अथवा फाइनेन्स ब्याकग्राउन्डका अथवा कमर्स पढ्नुभएको छ, आर्ट्स पढ्नुभएको छ, वाट एभर यु विल लर्न इन +2 अर ब्याचलर लेभल अर एनिथिङ एल्स, एउटा अनस्किल मान्छेलेदेखि लिएर एउटा बच्चादेखि लिएर जसलाई एउटा सिम्पली क्यालकुलेटर चलाउन आउँछ, जसलाई टेक्नोलोजीको बारेमा नलेज छ अथवा एडिसन, सबट्र्याक्सन, मल्टिप्लिकेसन, डिभिजनको बारेमा नलेज छ भने उसले चाहिँ सेयर मार्केटमा बुझ्न सक्छ है। सो यो भिडियोमा हेर्न सक्छौ, स्क्रिनमा नि हेर्न सक्छौ। सो फाइनेन्स इज मोर अफ द कमन सेन्स द्याट इज स्किल वी अल युज फाइनेन्स इन आवर डेली लाइफ। सो डेली लाइफको एक्टिभिटिजमा हामीले गर्न सक्छौँ, चिल्ड्रेनहरूले नि गर्न सक्छ कि। सो मैले भनिसकेँ नि त, त्यहाँ चाहिने भनेको एडिसन हो, सबट्र्याक्सन हो, मल्टिप्लिकेसन हो, डिभिजन हो र बिजनेस सेन्स हो है सेयर मार्केट भनेको। सो एउटा मिथ चाहिँ के गरे भन्दाखेरि फाइनेन्स स्टुडेन्टलाई मात्र हो यो, नन फाइनेन्स ब्याकग्राउन्डबाट स्टुडेन्टलाई होइन है यो सेयर मार्केट भनी थियो। सो यो छोटो कन्टेन्ट थियो। सो यो कन्टेन्ट चाहिँ मैले हिजोको भिडियोमा हाल्न पाएन। सो त्यसको लागि एकदमै सरी। र आजको यो भिडियो चाहिँहरूलाई कस्तो लाग्यो? एकदम छोटो मिठो भिडियो थियो। सो एउटा चाहिँ मिथ थियो कि यो एकदम धेरैजनाले सोध्नु भएको थियो। सो त्यही भएर यो भिडियो नि राखिदिउँ। यो भिडियो नि इम्पोर्टेन्ट छ, एउटा फन्डामेन्टल एनालाइसिस, एउटा फन्डामेन्टल कोर्सको लागि एकदमै इम्पोर्टेन्ट टपिक थियो। एउटा नन फाइनेन्स ब्याकग्राउन्डहरूले सोधिराख्नु हुने टपिक र कन्फ्युज हुने टपिकै। म नन फाइनेन्स हो, म साइन्स पढेको, मैले यता यो ब्यालेन्स सिट, प्रफिट लस एकाउन्ट बुझ्छु कि नै भनेर धेरैजनाले सोध्नु भएको थियो। सो त्यही भएर यो भिडियो चाहिँ स्पेसली उहाँहरूलाई डिनोटेट गरेर मैले बनाइदिएको हो। सो बुझ्नुभयो होला नि। सो सबैजनाले सक्नुहुन्छ। ल अब भोलिदेखि आउने भिडियोजहरू एकदमै लाइफमा चाहिने भिडियोजहरू हुन्छ। सो त्यो मिस नगर्नुहोस् होला। र फर्स्ट भिडियो हेर्नुभएको छैन, सेकेन्ड भिडियो हेर्नुभएको छैन भने पहिला त्यो भिडियो हेरेर सिरियल वाइज आउनुहोस्। किनभने यो सबै भिडियो हेरेर एट द लास्टमा मैले अब छिटै नै प्लेलिस्टमा राख्ने गर्छु। किनभने नयाँ मान्छेहरूलाई आउने बित्तिकै सो प्लेलिस्टमा एउटा फन्डामेन्टल एनालाइसिस कोर्स भनेर राखिदियो भने उहाँहरूलाई पनि सजिलो होला। सो आजको लागि यति नै। हस् त, म बाई बाई भन्न चाहन्छु। र भोलिदेखि चाहिँ एकदमै राम्रो भिडियोजहरू आउनेछ। मैले एकदमै मिहिनेत गरेर बनाएको छु भोलिका भिडियोजहरू। सो मिस नगर्नु होला। सो अहिले फन्डामेन्टल एनालाइसिसको फुल्ली कोर्सहरू स्टार्ट भइरहेको छ। सो सकेसम्म सेयर गरिदिनु होला हजुरको साथीहरूलाई नि पढ्नु मन छ भने। सो थ्याङ्क्स फर वाचिङ, बाई।